बिर खोजेर सक्नु आँटेको छ का अब खोजेर सक्नु आँटेको छ का तू समझा? हाँ। नहीं, तू समझा नहीं। वेलकम ब्याक टु माई न्यू ब्लग भिडियो साथमा फेरि पनि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र आज तपाईँहरू पनि एकदम सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै फाइन छु। आजको भिडियो चाहिँ के हुने होला भने आज चाहिँ बुढी भन्दिनँ म उसलाई चाहिँ मनिषा भन्छु होइन। अच्छा मनिषा र म चाहिँ आज सुँगुरको के यसलाई भन्छ यसलाई के भन्छ गाइस मल अनि कहाँ बुढी भनेको त कपाल फुलेकोलाई बुढी भनिन्छ नि त गाइस भने गान्टी चिली गान्टी पनि भन्नु बेर लाग्दैन। यो सुँगुर यसले पनि बिर खोजेर सक्नु आँटेको छ का खोजेर सक्नु आँटेको छ का तू समझा? हाँ। नहीं, तू समझा नहीं। अब बिर खोज्नु कहाँ जाउँ भन्दाखेरि तर हैनको खसी पार्ने अनि यहाँ तल छ सानो यो चाहिँ यो अघिको सेतो चाहिँ यो भुनी भने यहाँ चाहिँ बुच्चा छ फेरि यिनीहरूलाई त मिसाउनु मिलेन दामी सानो सन्दैन रहेछ यत्रो त चल्दैन क्या यिनीहरूलाई त मिसाउनु मिलेन दामी सानो सन्दैन रहेछ यत्रो त चल्दैन क्या क्या बोले भाई? अब क्या बोले? तपाईँहरूले मेरो भिडियो स्किप नगरी हेरिदिनुहोस्। अब आजको भिडियो चाहिँ म न्यु खोजी बनाउने वालामा छु है यसो दादा घर नमिल्न भनेको फेरि त्यस्तो होइन क्या मतलब यसको हाइट छोटो छ होइन त्यसले सुँगुर जस्तो भन्छ या सुँगुरमै दाम छ के पछाड खेल्नु एकपल्ट यहाँ यसले रेफ्री गर्छ पछाड खेल्नु ले जसले दिन्छु म यहाँ न्यु तु चाहिँ यस्तो छ निक्लौँ न यहाँ मल सकिसक्यो अब त्यो मललाई पर सारेर यता बोजू नाति पनि आएको छ अब पालो यिनीहरूको यो दुइटाको मन पर्दैन ए त्यहीँ पो अघि भन्नु नि त्यो रहेछ चार समुद्र पारी फिउ 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 त्यताको त खासेन त न जाडो हुन्छ भन नि मल पनि सोधिसकेर मललाई पनि साइडमा राखिसक्यो अनि यहाँ चाहिँ यो प्याजको बिरुवा अनि उतापट्टि हेर्नु भने आलुबारी अनि अब चाहिँ म हाटगोडा दिएर खाजासाजा खाएर त्यहाँ जाने भने गोल खेल्नु हातले जाऊ त अलिक उता अलिक काट्छ अलिक उता लग न मेन मिस्त्री आजको यता छानाको पनि लगायो अनि यता सुँगुरको मल पनि वाल्दा दामी गरे अनि मलाई के भन्नु छ सक्यो त के भन्नु छ भन्ने
सो गाइज फाइनली अनि आजको हाम्रो दिनभरको काम चाहिँ नि यति नै वस्तुहरूलाई घाँस अब काट्नुपर्छ के कल्छी लाग्छ कहाँ तिमी जस्तो हो म अन्त यस्तो छ काम फाइनली आजको काम चाहिँ यस्तै थियो मल सोर्यो गर्यो अनि यदि मेरो युट्युब च्यानल नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्नु होला भन्दै नेक्स्ट भिडियो त आउँछ नै भन्दै आजको भिडियो यति नै हस्त बाई बाई।